Okay, so let's talk about variation method. Right? The variation method we already did. So in this today video lecture, we are going to talk about calculation of ground state energy. Okay, ground state energy of hydrogen atom. यसमा अलिकति म भेरिएसन मेथडको कुरा गर्छु जसमा मैले हामीले के भन्छ रे प्रिभियस भिडियोमा यो एक्सप्रेसन चाहिँ हामीले डिराइभ गरेको थियौं हैन psi d tau. So that is the expression for variation method. Variation method भनेको एउटा ट्रायल एन्ड इरर ट्रायल मेथड थियो हैन. अब त्यसबाट चाहिँ हामीले कसरी यो हाइड्रोजन एटमको चाहिँ ग्राउन्ड स्टेट एनर्जी निकाल्ने त हैन त्यो चाहिँ कसरी मेजर गर्ने. सो इट इज भेरी भेरी इम्पोर्टेन्ट फर लङ क्वेसन है त. सो लेट्स ब्रेक इट डाउन. अब आजको यो भिडियोमा हामीले यो ग्राउन्ड स्टेट एनर्जी हेर्नु भन्दा पहिला लेट मी जुम है त. ल यो हेर्नु भन्दा पहिला हामीले के एउटा एजुम्सनहरु गर्नुपर्छ भने केही फिजिकल कन्डिसन्सहरुलाई चाहिँ कन्सिडर गर्नुपर्ने हुन्छ, एजुम गर्नुपर्ने हुन्छ. जसमा यो साइज हुन्छ नि त्यसले त्यो भनेको एउटा त्यो जुन सिस्टम जुन मल्टी इलेक्ट्रोन सिस्टमको कुरा गरेको थियो हामीले हैन. त्यो इलेक्ट्रोनिक सिस्टमको चाहिँ त्यसले के दिन्छ त भन्दाखेरि ग्राउन्ड स्टेट एनर्जी अथवा त्यसको फंक्सन हो यो साइ भनेको चाहिँ हैन, वेभ फंक्सन. सो यो चाहिँ के हुनुपर्छ भनेर भन्छौँ हामीले भने एजुम्सन के गर्छौँ भने इट शुड बी रेडियली सिमेट्रिकल हुनुपर्छ भनेर हामीले पहिला सुरुमा यो एउटा एजम्पसन गर्छौँ. र त्यस्तो भयो भने साइको भ्यालु के हुन्छ त भन्दाखेरि e को पावर माइनस AR हुन्छ. इक्वेसन नम्बर 1. यहाँ यो AR भनेको चाहिँ के हो त भन्दाखेरि आर्बिट्रेरी फंक्सन अथवा यसलाई हामीले आर्बिट्रेरी प्यारामिटर भनौँ. वी हैव टु क्याल्कुलेट दिस प्यारामिटर. अब है अब यसलाई क्याल्कुलेट गर्ने यो सर्वथोक गर्ने हो हामीले. अब हेरौँ हामी r भनेको रेडियस भइहाल्यो हैन. अब यसमा यो केसमा फेरि अर्को कुरा पनि हुन्छ जहाँ पोटेन्शियल एनर्जी भनेको माइनस E²/r हुन्छ. इक्वेसन नम्बर यसलाई इक्वेसन नम्बर मानिराख्नु परेन. सो इट इज यो यति कुरा भनेर अहिले बुझ्नु पर्यो है. अब हामीलाई यति थाहा भइसकेपछि हामीले के भन्छ अरे भेरिएसन मेथड गर्दाखेरि एउटा अपरेटरलाई लिएको थियो विच इज ह्यामिल्टोनियन अपरेटर. सो त्यो ह्यामिल्टोनियन अपरेटर चाहिँ के थियो भन्दाखेरि वी नो ह्यामिल्टोनियन अपरेटर h भनेको के थियो भन्दा त्यहाँ तपाईहरुले पल्टाएर हेर्न सक्नुहुन्छ 8π² और इफ यु डिडन्ट वाच दैट भिडियो हैन गएर हेर्दा पनि हुन्छ. सो यो चाहिँ हाम्रो ह्यामिल्टोनियन अपरेटर थियो. यसलाई मैले यो v को भ्यालु यहाँ पुट गर्दिए भने के हुन्छ यो 8π² m nabla² माइनस E²/r हुने भयो. इक्वेसन नम्बर 2 माने है त मैले. ल अब अर्को पनि कुरा के मान्नु पर्यो भने हामीले चाहिँ यहाँ तीनटा इक्वेसन मानेपछि अरु सबै चाहिँ डेरिभेसन मात्रै कुरा छन्. अब यसमा चाहिँ हाम्रो यो एउटा ह्यामिल्टोनियन अपरेटर भयो. अब हामीले यो वेभ फंक्सन जुन छ त्यो रेडियली सिमेट्रिकल छ भनेर हामीले भनिसकेपछि हामीले रेडियली सिमेट्रिकलको कुरा गरिसकेपछि के गर्छौं हामीले भन्दाखेरि सिमेट्रिकलको कुरा गरिसकेपछि वी हैव टु एज्युम वन रेडियल के हैन एउटा रेडियल पोर्सनलाई मात्रै लिगिन्छ. ल्याप्लेसियन अपरेटर जुन यो न्याब्ला छ त्यसको चाहिँ रेडियल पोर्सनलाई मात्रै लिगिन्छ भनेको वी शुड टेक अथवा द रेडियल पोर्सन अफ यो न्याब्ला इज ओन्ली टेकन. यो कुरा बुझ्ने है. त्यो भने के हो रेडियल पोर्सन भनेको के हो. सो दैट इज भेरी भेरी इम्पोर्टेन्ट. सो इट्स यो x² छ यसको रेडियल पोर्सन भनेको चाहिँ d पार्शियल डिफरेन्शिएसन r² d/dr. सो दैट इज द रेडियल पोर्सन अफ दिस न्याब्ला है. सो यसलाई चाहिँ अब हामीले के गर्छौं यसैबाट अपरेट गरौँ. यसमा हामीले साइ यदि इन्ट्रोड्युस गर्यौं भने साइको भ्यालु कति छ इक्वेसन 1 बाट d/dr r² d/dr e को पावर माइनस AR. सो मैले जस्ट साइले मल्टिप्लाई गरे है अरु केही गरेको छैन. सो अब हामी यसलाई चाहिँ के गर्छौं त भन्दाखेरि यसलाई डिफरेन्शिएसन गरौँ है त. सो के हुन्छ ल अब यसमा चाहिँ हाम्रो के छ भने 1/r² d/dr r². अब यतिलाई यो पोर्सनलाई मैले डिफरेन्शिएसन गर्नु पर्यो. यो पोर्सनलाई डिफरेन्शिएसन गर्दा के हुन्छ भने यतापट्टि लेख्ने e को पावर x भयो भने माइनस x e को पावर x माइनस सरी e को पावर x हुन्छ हैन. यो हामीले पढ्दै आएको कुरा हो. भनेपछि यसमा के हुने भयो r² छँदैछ d/dr सरी यो पनि भएन माइनस a हुने भयो दैट मिन्स माइनस x. अब e को पावर माइनस AR आउने भयो हैन. अब यसलाई मैले फेरि पनि गरे भने यो माइनस a कन्स्टेन्टको रूपमा आएको हो. दैट्स वाइ माइनस a/r² d/dr r² इन्टु e को पावर माइनस AR. ओके अब यहाँ एउटा कुरा के बुझ्नु पर्यो भन्दा हामीले
यति भनेको के हो त हाम्रो यहाँ प्रोडक्ट रुलमा गइसकेको छ है यो हामीलाई duv भनेको के हुन्थ्यो भन्दाखेरि u कमन लिने dv/dx प्लस v कमन लिने du/dx हैन यही त हामीले गर्ने गरेको थियो सो अब यसैले हामीले यहाँ हेरौँ r² अब यो r कमन लिनु पर्यो फर्स्टमा r लाई नगर्ने d e⁻= ar/dr गर्ने हैन प्लस e⁻= लाई नगर्ने dr²/dr गर्ने त्यही फर्मुला यही फर्मुला है यो अरु केही झुकिनु पर्ने कुरा छैन अब यसैलाई हामीले हेरौँ -a/r²। अब यसमा के हुने भयो r इन्टु अब फेरि यो त त्यही नै हुने हो -a इन्टु e⁻= हामीले प्रिभियसली नै गरिसक्यो अघि भर्खर हैन यो फर्मुला माथिको यो फर्मुलाबाट अब प्लस e⁻= इन्टु अब यो r² को डेरिभेसन के हुन्छ भनेको के हुन्छ भन्दाखेरि n अथवा 2r को पावर 2 - 1 हुन्छ दैट मिन्स 2r मात्रै हुन्छ है यो यतापट्टि तपाईले फर्मुला लेख्न पनि सक्नुहुन्छ अथवा r को पावर n भयो भने त्यो के हुन्छ n r को पावर n - 1 हो यसको फर्मुला चाहिँ यो हो डेरिभेसनको लागि ल अब यो आइसकेपछि हामीले के गर्न मिल्छ भन्दाखेरि यसलाई अब मल्टिप्लाई गरौँ ओके यहाँ r² छ है फेरि यहाँ अलिकति बिग्रिहाल्ला ल r² छ ओके अब हामीले मल्टिप्लाई गरौँ सो यो r² र यो r² क्यान्सल आउट भयो हैन मल्टिप्लाई गर्दा माइनस माइनस प्लस भयो a² इन्टु e⁻er हैन अब यो माइनस हुने भयो सो यो r र यो r पनि क्यान्सल एउटा r क्यान्सल भयो दैट मिन्स 2 को 2a e⁻ar आयो हैन सो यहाँबाट हामीले a² - 2a/r लियो भने के आउने भयो त e⁻ar आउने भयो यो भ्यालु के को निकालेर हामीले nabla² psi को सो nabla² psi will be a² - 2a/r psi हुने भयो हैन सो यदि हामीले nabla² मात्र हेर्यो भने के हुने भयो a² - 2a/r हुने भयो सो यो एउटा एक्सप्रेसनलाई अहिले याद राखिराख्ने सो अब हामीले यो इन्टिग्रेसन यो भयो भनेदेखि चाहिँ हामीले अथवा यो हामीले भेरिएसन मेथडबाट यदि एनर्जी निकाल्नु छ भने ग्राउन्ड स्टेट एनर्जी निकाल्नु छ भने हामीले त्यो इलेक्ट्रोन चाहिँ स्पेरिकल सेलमा छ हैन त्यो स्पेरिकल सेलको चाहिँ डिस्टेन्स कति छ भन्दा r देखि r + dr सम्म छ भनेर कन्सिडर गर्नुपर्छ है यदि त्यो निकाल्ने हो भने हामीले हैन अहिले इन्टिग्रेसन गरेर चाहिँ हामीले यस भेरिएसन मेथडबाट निकाल्ने भएदेखि अब यसमा चाहिँ यो r जुन छ त्यो चाहिँ 0 बाट इन्फिनिटी सम्म के हुन्छ त भन्दाखेरि भ्यारी गर्छ सो हामीले यो लिमिट चाहिँ यति राख्छौं 0 देखि इन्फिनिटी यसैलाई हामीले के गर्छौं त भन्दाखेरि अनि अर्को कुरा पनि छ एउटा जस्तो यो e भनेको के छ त भन्दाखेरि psi h psi star d tau डिवाइडेड बाइ psi psi star d tau छ नि त हैन हो यस केसमा यो d tau भनेको के हो त भन्दाखेरि इज इक्वल टु द भोल्युम अफ स्फियर जुन मैले स्फेरिकल स्फियर हुन्छ भनेको थिएँ दैट इज 4πr² dr भयो हैन हो अब यति कुरा सम्झेपछि अब हामी जस्ट भ्यालु पुट गर्ने हो अब यसैमा भ्यालु पुट गरौँ हैन युजिङ भेरिएसन मेथड भने भइहाल्यो यहाँ भेरिएसन मेथड अब यो साइ को भ्यालु के त छ e⁻ar इक्वेसन नम्बर 1 मा हेर्ने h को भ्यालु कसरी राख्ने होला अब एकचोटी यहाँ नेर हेरौँ है त मैले अलिकति माथि लगे h को भ्यालु कसरी राख्ने भने सो यहाँ हामीलाई h को भ्यालु छ सो लेट मी युज दिस यो मैले जुन ग्रीन कलर लगाए यो h को भ्यालु हो हैन यो h को भ्यालु भइसकेपछि यहाँ नेर के छ त nabla² छ त्यो nabla को भ्यालु कहाँ छ त nabla² को भ्यालु कहाँ छ त उ यहाँ चाहिँ nabla² को भ्यालु यहाँ चाहिँ a² - 2a/r छ सो हामीले यो राख्ने है भनेपछि के भयो त भन्दाखेरि h² भए सो यहाँ राख्नु पर्दाखेरि h² / 8π²m माइनस छ हैन माइनस अनि यो a² - 2a/r आउने भयो हैन फेरि के हुने भयो त माइनस त्यो e²/r यो s के पार्टमा छ यु क्यान सी इन द माथिको त्यो एक्सप्रेसनमा अनि यो आउने भयो सो यतिलाई हामीले यहाँ राख्न सक्छौं ल अब यसमा के हुन्छ त भन्दाखेरि यहाँ पनि यो अर्कै ब्र्याकेट राख्न त सकिन्छ हैन ओके अनि यहाँ भनेको 4πr² dr र डिवाइडेड बाइ यहाँ चाहिँ हामीले 0 देखि इन्फिनिटी सम्म गरेका छौं 0 देखि इन्फिनिटी यहाँ psi स्टार भनेपछि e⁻ar इन्टु e⁻ar 4πr² dr हुने भयो हैन अब त्यसो भए यहाँ के हुन्छ भन्दाखेरि अब यसलाई हामीले मल्टिप्लाई गरौँ है त लेट्स मल्टिप्लाई इट पहिला सुरुमा
0 देखि इन्फिनिटी e को पावर माइनस AR। अब यसलाई मल्टिप्लाई गर्दाखेरि के हुन्छ h स्क्वायरले यसलाई मल्टिप्लाई गर्यो माइनस h स्क्वायर a स्क्वायर डिभाइडेड बाइ हैन 8 पाई स्क्वायर m गर्न मिल्छ मैले ओके माइनस फेरि मैले यसलाई मल्टिप्लाई गरेँ भने के हुन्छ 2ah स्क्वायर। अब यो माइनस माइनस छ द्याट्स वाइ यो प्लस आउने भयो डिभाइडेड बाइ 8 पाई स्क्वायर m अनि r पनि छ माइनस e स्क्वायर बाइ r अनि यहाँ e को पावर माइनस AR छ हैन। त्यसपछि के छ त मेरो भने यहाँनेरि यतापट्टि चाहिँ के छ त यो चाहिँ अब 4 पाई r स्क्वायर dr छ। यसलाई मैले अलिकति यो ब्र्याकेटको निशानले लिन यहाँ यसरी राख्न मिल्छ हैन यसरी राख्न सक्छु मैले ल। अब यदि यस्तो हो भने डिभाइडेड बाइ अरु त सेमै छ। अब यसलाई मैले यसरी लेख्न सक्छु है इन्फिनिटी e को पावर माइनस 2AR लेख्न सक्छु 2AR अनि त्यसपछि 4 पाई r स्क्वायर अथवा मैले अर्को पनि गर्न सक्न चाहिँ हैन। ल हेरौँ है अब चाहिँ मैले के गर्छु भन्दाखेरि यो 4 पाईलाई क्यान्सल गर्छु दुईटैतिर 4 पाई छ 4 पाई मैले बाहिर निकालेर क्यान्सल गर्न सक्छु। सो मैले लेखिन है त 4 पाईलाई अहिले। अब यहाँ के हुन्छ भन्दाखेरि यो मैले के गर्छु यो एउटा एक्सप्रेसन जुन h स्क्वायर a स्क्वायर बाइ 8 पाई स्क्वायर m छ त्यसलाई मैले e माइनस AR र अर्को e माइनस AR 4 पाई क्यान्सल भइसकेको छ r चाहिँ क्यान्सल भएको छैन। सो के गर्छु मैले मल्टिप्लाई गर्छु भनेपछि के हुने भयो h स्क्वायर a स्क्वायर अथवा यो त कन्स्ट्यान्ट टर्म हो नि त यसलाई मैले बाहिर निकाल्दै पनि हुन्छ। ल हेरौँ है माइनस h स्क्वायर a स्क्वायर बाइ 8 पाई स्क्वायर m यो कन्स्ट्यान्ट टर्म हो 0 देखि इन्फिनिटीसम्म। मैले e माइनस AR र अर्को e माइनस AR लाई मल्टिप्लाई गर्दा कति हुन्छ e माइनस 2AR r स्क्वायर dr हुन्छ हो प्लस फेरि यहाँ पनि कन्स्ट्यान्ट टर्म छ यो कन्स्ट्यान्ट टर्म के हो 2ah स्क्वायर बाइ 8 पाई स्क्वायर mr यसमा 0 देखि इन्फिनिटी हुने भयो हैन। यसलाई मैले कसरी गर्न सक्छु फेरि यो यही भइहाल्यो यो r लाई मैले कहाँबाट क्यान्सल गर्न मिल्छ यो r छ यहाँ एउटा यहाँ अर्को r स्क्वायर छ सो माथि मात्रै r आउने भयो दैट मिन्स e को पावर माइनस 2AR इन्टु r dr आयो हैन। अब फेरि अर्को छ माइनस e स्क्वायर कमन छ 0 देखि इन्फिनिटीसम्म त्यसपछि के छ त भन्दा e को पावर माइनस AR यो r तलको r पनि क्यान्सल आउट हुने भयो द्याट्स वाइ r dr आउने भयो डिभाइडेड बाइ के हुने भयो त भन्दाखेरि e को पावर माइनस 2AR इन्टु 4 पाई क्यान्सल भइसक्यो r स्क्वायर dr। ल अब यहाँबाट सकिन्छ काम कुरा धेरै खासै गाह्रो छैन। अब हामीले यहाँ यसो विचार गरे हेर्ने हो भनेदेखि दुईवटा एक्सप्रेसनहरू छन् दुईवटा एक्सप्रेसन भने के हो भन्दाखेरि हैन दुईवटा एक्सप्रेसन भनेको यो एउटा एक्सप्रेसन हो यो एउटा एक्सप्रेसन भयो यो अर्को खालको एक्सप्रेसन दुईवटा टाइपका एक्सप्रेसनहरू छन्। त्यो भनेको के हो त यहाँ एउटामा r मात्रै छ एउटामा r स्क्वायर छ अरु सबै सेम छ। सो हामीले इन्डिभिजुअली तिनीहरुलाई सल्भ गरौँ हैन भनेको के हो त भन्दाखेरि e को पावर माइनस 2AR इन्टु r स्क्वायर dr लाई एउटालाई सल्भ गरौँ अर्कोलाई के गरौँ इन्फिनिटी e को पावर माइनस 2AR इन्टु r dr लाई सल्भ गरौँ। ल अब यसलाई हामीले सल्भ गर्ने हो भने के गर्न मिल्छ भन्दाखेरि यसको एउटा फर्मुला छ है यो फर्मुला के हो त भन्दा यसको फर्मुलालाई चाहिँ हामीले कसरी चाहिँ आइडेन्टिफाई गर्ने त भने एउटा फर्मुला के हो भने x को पावर अथवा e को पावर माइनस mx इन्टु x को पावर n यसको चाहिँ डेरिभेटिभ गर्न पर्यो भने dx गरेर यसलाई चाहिँ हामीले गर्न पर्यो भन्दाखेरि हैन 0 टु इन्टिग्रेसन गर्नु पर्यो भने यसलाई हामीले के गर्छौं भने n भाइ अहिले यति सम्झिनु हुन्छ यहाँ खासमा क्यापिटल गामाको कुरा पनि आउँछ हैन आउन चाहिँ खासमा यसको फर्मुला यस्तो हो क्यापिटल गामा भनेर यसलाई भनिन्छ n+1 m को पावर n+1 हुन्छ यसलाई हामीले n बाइ m को पावर n+1 भन्छौं। अब त्यसो भए यही फर्मुला यहाँ युज गर्ने के अब यो फर्स्ट मा युज गरौँ है त यहाँनेरि। सो फर्स्टमा युज गर्नलाई हामीले के गर्न सक्छौं भन्दाखेरि e भनेको के भन्छ रे n भनेको के हो यहाँनेरि 2 सो 2 बाइ m भनेको 2a हो है यहाँबाट कम्पेयर गर्दा 2a अनि n भनेको 2 + 1 गर्दाखेरि कति भयो 2 बाइ 8a क्यूब आयो। अब यसको लागि पनि हामीले गर्नु पर्यो भने के गर्न सक्यौं भने n भनेको यसमा 1 छ r को पावर 1 छ डिवाइडेड बाइ 2a को पावर 1 + 1 दैट मिन्स 1 बाइ 4a स्क्वायर आउने भयो। सो त्यही भ्यालु लगेर त्यहाँ माथि पुट गर्ने ड्याङ 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 ड्याङ। ल अब म यतापट्टि पुट गर्छु है त त्यसलाई चाहिँ ओके। सो ल यतापट्टि हामीले पुट गर्यौं भने यो भ्यालुलाई के हुन्छ -h²a² बाइ 8 पाई स्क्वायर m। अब यति सबैको भ्यालु के हो त भन्दाखेरि इन्टु 2 बाइ 8a² हो नि त हैन 8a क्यूब हो ओके प्लस 2ah² बाइ 8 पाई स्क्वायर m
अब यति सबैको भ्यालु कति हो 1/4a² यहाँ निकालिसकेको छ हामीले 1/4a² माइनस e स्क्वायर अनि 1/4a² डिभाइडेड बाई के हुने भयो यसको भ्यालु त कति छ भन्दाखेरि 2/8a³ छ यसलाई क्यान्सल गर्यो भने 1/4a³ आउने भयो त्यो गएर माथि मल्टिप्लाई हुने हैन ल हेरौँ है अब यो माथि मल्टिप्लाई कसरी गर्ने अब आइसकेको छ हाम्रो h²a²/8π² m इन्टु 2/8a³ इन्टु 4a³ किन माथि गयो नि त 4a³ त सबैलाई मल्टिप्लाई गर्ने 2ah²/8π² m 1/4a² इन्टु 4a³ माइनस e²/4a² इन्टु 4a³ डिभाइडेड हट्यो अब छैन अब हेरौँ है अब यहाँ के काटिन्छ ड्याङ 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 काट्ने हो ल मैले अर्को यो गरेर काट्छु है त ल अब यहाँनिर 2 ले यसलाई काट्यो 4 चोटि हैन 4 ले 4 लाई क्यान्सल आउट a³ ले a³ लाई क्यान्सल आउट द्याट मिन्स के आयो त यसमा भन्दा माइनस h²a² डिभाइडेड बाई 8π² m आयो हैन प्लस अब यसमा नि के क्यान्सल आउट हुन सक्छ गर्ने यसले एक चोटि काट्यो यसलाई यो 4 र 4 छ अरुलाई अहिले नकाटौं हैन त्यो पनि रिजन छ यहाँ किन नकाटेको भनेर जस्ट हामीले यो डिनोमिनेटर सेम नै राख्न खोजेको मैले अनि यदि भयो यतापट्टि के आयो त माइनस यतापट्टि चाहिँ के आयो त यसलाई काट्यो a बाँकी बच्यो यसलाई काट्यो भनेपछि e²a आयो हैन अब यदि यस्तो हो भने एउटै टर्म छ हैन यहाँ के छ भने जस्ट -1 + 2 वाला टर्म छ कि यो भनेको त 1 हो नि त हैन भनेपछि के आउने भयो त h²a²/8π² m अनि माइनस e²a द्याट इज द एक्सप्रेसन फर एनर्जी यो चाहिँ एउटा इक्वेसन भयो यो यहाँसम्म सोध्छ क्वेसन चाहिँ है अब हामीलाई त खासमा त यो मिनिमम एनर्जी होइन नि त ग्राउन्ड स्टेट एनर्जी होइन अब हामीले अर्को एनर्जी निकाल्नुपर्छ र त्यो एनर्जी निकाल्नको लागि के गर्नुपर्छ भने हामीले यो एनर्जी वाला टर्म छ त्यसलाई चाहिँ a को रेस्पेक्टमा के गर्छौँ डिफ्रेन्सिएसन गर्छौँ भने यो एनर्जी चाहिँ कति हुन्छ त 0 हुन जान्छ है यो डिफ्रेन्सिएसन गर्दा के हुन्छ a को रेस्पेक्टमा गर्ने भनेपछि यो a कन्स्ट्यान्ट a चाहिँ भेरिएबल हुने भयो भनेपछि h²/8π² m इन्टु a को डिफ्रेन्सिएसन के हुन्छ रे 2a हुने भयो हैन भनेपछि 2 इन्टु a माइनस e² यो a को त हुने नै भएन बिकज यो 1 इन्टु a को पावर 1 - 1 भनेको a को पावर 0 भनेको 1 1 इन्टु 1 1 त्यसलाई हामीले लेख्नै परेन हैन ल यति त हामी बुझिहाल्छौँ इक्वल टु 0 भनेपछि यहाँबाट के आयो त भन्दाखेरि 2h²/8π² m इन्टु a माइनस e² आयो हैन इक्वल टु a² लेख्न त मिल्यो नि त हामीले त अब a भनेको कति आयो त e² हैन 8π² m बाई 2h² यसबाट यो क्यान्सल आउट गर्दाखेरि कति आउने भयो त 4π² me² डिभाइडेड बाई h² आउने भयो हैन अब इफ यो मानिलियो मैले एउटा कुनै इक्वेसन माने त a भन्ने इक्वेसन माने यो एनर्जीको क्याल्कुलेसन यसमा मैले उ यहाँ a भन्ने टर्म छ नि यो a टर्ममा यो राखे भने वी डोन्ट ह्याभ टु क्याल्कुलेट दैट मच हैन इफ वी पुट the value of a in equation a मा हामीले राख्यौं भने यो एनर्जी चाहिँ मिनिमम एनर्जी आउँछ र यो एनर्जी कति हुन्छ भने -2πme4 डिभाइडेड बाई h² हुन्छ भन्ने सम्म चाहिँ हामीले के गर्नु सरी 2π² पनि छ है 2π² me4 डिभाइडेड बाई h² दैट इज द मेन इक्वेसन फर मिनिमम एनर्जी यति हामीले यो एनर्जी यसबाट चाहिँ के गर्छौं त भन्दाखेरि ग्राउन्ड स्टेट एनर्जी निकाल्न सक्छौं र अर्को एउटा कुरा के बुझ्नुपर्छ भन्दाखेरि हामीले चाहिँ करेक्ट के भन्छ रे एनर्जी नपाउन नै सक्छौं त्यसको लागि हामीले के गर्नुपर्छ त भन्दा करेक्ट वेभ फंक्सन चाहिँ गेस गर्नु पर्यो हैन हामीले यदि करेक्ट वेभ फंक्सन गेस गर्न सकेनौं भने यो एनर्जी पनि आउँदैन सो यहाँसम्मको डेरिभेसन एकदमै इम्पोर्टेन्ट छ सो थ्यांक यू सो मच